के तपाईलाई थाहा छ इटरीबाट करिबन 1.5 घण्टामा यस्तो ब्युटिफुल सनराइज देख्ने ठाउँ छ अनि यो ठाउँको बारेमा धेरै नै कम्तिला मात्रै थाहा छ के। अनि बाक्ला गरी लागेका तुवालोको बीचमा भने एउटा क्यूट होमस्टे पनि रहेको छ जहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा जस्ता अन्य 8 वटा हिमाल समेत देख्न सक्नुहुन्छ के। होमस्टेबाट 5 देखि 6 मिनेटको शॉर्ट हाइकिङ डिस्टेन्समा हामीले यस्तो ब्युटिफुल फरेस्टहरु देख्न सक्छौं। त्यो मात्रै नभएर यो भिडियोमा भएको ब्युटीलाई पनि देख्न सक्नुहुन्छ है। अनि यो ब्युटी चाहिँ यस्तो बाटो हिँड्ने बित्तिकै स्यास्या हुन्छ। अनि के हामी जाँदाखेरि चाहिँ यो फर्स्ट टाइम देखेको हुसु हिँडेको थिएन क्या, कुदेको थियो क्या, यस्तो स्पिड गरी कुदेको थियो कि साँच्चै भन्नु पर्दा त्यो दृश्य चाहिँ मेरो लागि पहिलो पटक नै थियो के। एनीवेज यहाँ पुग्नको लागि चाहिँ सिडीबाट डाइरेक्ट आउन पनि सक्नुहुन्छ, तर मेरो हालत हेरेर हजुरलाई पक्कै लाग्ला म सिडीमा आइने मान्छे चाहिँ होइन है। वेदरको कुरा गर्नु पर्दाखेरि घरि एक्कासी तुवालो लाग्ने, घरि एक्कासी घाम लाग्ने भइरहेको थियो। अनि छेउछाउ सबैतिर चाहिँ बेबिज ब्रेथ प्लान्टहरु थियो हैन, मज्जाको के। र यहाँबाट चाहिँ फेरि टावर चढ्नको लागि थोरै सिडी चढ्नु पर्छ अनि बल्ल आइपुग्छ धोजे डाँडाको टावर। सायद सबै ठाउँमा अलिकति उचा ठाउँहरुमा चाहिँ मन्दिर स्थापना नै भएको देख्न पाइन्छ, त्यसैले यहाँको चिसो हावाले हो कि मन्दिरको प्रभाव हो यहाँ आउने बित्तिकै फ्रेश भइन्छ के। भ्यू हेर्न आएका हामी, भ्यू चाहिँ खासै देखेन, तुवालोले सबै छेक्यो, तर कुरोको चाहिँ थुप्रो देख्यो मेरो प्यान्टमा। फेरि नि मलाई चाहिँ यस्तो ठाउँमा आइसकेपछि जानै मन लाग्दैन के, फर्किन मन लाग्दैन के, एकछिन बसौँ यही बसौँ जस्तो फिल हुने। सो यदि तपाईहरुलाई पनि यसरी छोडेर नजाइहालौँ भन्ने जस्तो फिलिङ आउँछ भने तपाईहरुले यहाँ बस्न पनि सक्नुहुन्छ। मिनिमम कस्टको साथै राम्रो रुम्सहरु पनि प्रोभाइड गर्नुहुने रहेछ उहाँहरूले। अनि बस्नको लागि यो टेन्ट पनि, फायर क्याम्प, हुक्काहरु सबै नै प्रोभाइड गर्नुहुने रहेछ के। उहाँ चाहिँ हुनुहुन्छ मेरी होमस्टेको ओनर। अनि यहाँ हामी नबसे पनि एक कप चिया नखाए पनि एकदमै वेलकमिङ नै हुनुहुन्थ्यो के। सो अब यदि इटरीबाट हुनुहुन्छ भने चाहिँ सनराइज हेर्नको लागि श्रीअन्ती पुग्नु परेन, यही नजिकैको सनराइज स्पट गएर हेर्न सक्नुहुन्छ।